सेवा आज चाहिँ म छोटो मिठो भिडियो बनाउँदैछु हाम्रो चामलिङ फ्यामिलीमा। यो चाहिँ मेरो घरको गार्डन हो अनि गार्डनमा मैले यो डल्ले खुर्सानीको बिरुवा राखेको पलाउँदैछ दल। अनि त्यसपछि मेरो छोटो गार्डनहरूको आज म भिडियो बनाउँदैछु। एकदमै चर्को घाम लागेको छ, चर्को घाम लागेको छ। अनि यो मेरो गार्डन चाहिँ मैले एकदमै मेरो लो पोइन्टमा एकदमै डिप्रेसन टाइपको भएको बेलामा यो गार्डनहरूमा मैले नर्सरीमा जाँदै एक कुरा गरेर फुलहरू भेला पारेको। हेर्नुहोस् त, यो चाहिँ जिरेनियमको भेराइटी रहेछ, तर कस्तो मिठो बास्ना आउने यसको ब्लुमिङ हुँदाखेरि चाहिँ एकदमै मिठो बास्ना आउने रहेछ। अनि यो चाहिँ सिजनेबल हो रे। अनि यो चाहिँ एकदमै अलवेज फुल्ने जिरेनियमहरू हो, तर यिनीहरूको चाहिँ बास्ना खासै आउँदैन, तर एकदमै फुल्छ। यसलाई चाहिँ मजाले घाम चाहिन्छ, एकदमै टन्टलापुर घाम लागिरहेको छ। यहाँ चाहिँ मेरो यो हाइब्रिड जिरेनियमहरू पनि छ। अनि यो चाहिँ मैले रोजमेरी रोपेको मजाले पलाइरहेको छ। यहाँ मेरो दलहरू छ, यो चाहिँ भिन्काको दलहरू हो। भिन्का चाहिँ मजाले फुल्छ अनि फुलिसकेपछि त्यहाँ सिड हुन्छ अनि यो छरेपछि यसरी पलाउँछ मजाले। अनि एकदमै राम्रो छ। मेरो चाहिँ धेरै चाहिँ जिरेनियमको भेराइटिजहरू 12-13वटा 15वटा जति भेराइटिजहरू छ। अनि यो चाहिँ डालिया, अब यो फुल्न लागेको छ। यो सिनेरिया चाहिँ यसपालि मेरो राम्रो फुलेर सकिसक्यो, तर राम्रोसँग पोर जस्तो मजाले फुलाउन सकिनँ। अनि त्यसपछि यो चाहिँ पिटुनिया हो। मेरो चाहिँ 6-7 खालको पिटुनिया छ मेरो गार्डनमा चाहिँ। यति राम्रो फुल्छ यो पिटुनिया है। वाइटमा पनि छ, वाइट जिरेनियम यत्रो ठुलो भइसक्यो, राम्रो छ। अनि यो चाहिँ लाउरी फुल भन्थ्यो गाउँघरतिर चाहिँ, हामीले भित्ताभरि हुन्थ्यो। यो चाहिँ चैते दसैँमा फुल्थ्यो है, रामफुल पनि भन्थ्यो, रामफुल भन्थ्यौँ नि त। चैते दसैँमा रामनवमीको दिन चैते दसैँ हो, अनि त्यही भएर रामफुल भन्थ्यौँ। अनि मजाको कोपिला लागेर फुलेको छ। यो चाहिँ मेरो हस्बेन्डजीले रोप्नुभएको गार्डनमा, यो चाहिँ उहाँले अफिसबाट लिएर रोप्नुभएको। उहाँ पनि फुल प्रेमी नै हुनुहुन्छ नि त। अनि त्यही भएर यो मेरो गार्डन चाहिँ एकदमै मेरो रमाउने ठाउँ हो है। यो चाहिँ रोज जिरेनियम हो, 2टा कलरको लिएर आएको। कस्तो फुल्छ यो चाहिँ हेर्नको लागि म आतुर छु। अनि त्यसपछि अब रोज जिरेनियमको भेराइटिजहरू चाहिँ मलाई थप्न मन छ गार्डनमा। यो चाहिँ मेरो गाउँघरतिर गेट फुल भन्थ्यो। हेर्नु त जिरेनियमको मेरो कलर कस्तो राम्रो छ, तर ठिकै फुल्ने रहेछ यो। अनि हेर्नु न, रोज टाइपको यो चाइनिज रोज पनि भन्छ। अनि यसलाई अर्को के नाम पो हो। जिरेनियमहरूको भेराइटिज छ मेरो चाहिँ धेरै। अनि गार्डनमा अझै पनि राम्रो फुल फुल्ने सिजन हुँदैछ, अब फुल्दैछ भर्खर। अनि गार्डनहरूमा चाहिँ मेरो खासै धेरै भेराइटिज त छैन, तर मैले एकदमै मेरो लो पोइन्टमा हुँदाखेरि नर्सरी जान्थेँ अनि नर्सरीबाट लिएर रोप्थेँ। अनि त्यो जब मैले रोपेको फुल ब्लुमिङ हुनु थाल्छ अनि म आफै हराउँथेँ, आफै रमाउँथेँ अनि अब मान्छेहरूको प्राय एकदमै लो पोइन्ट हुन्छ नि, त्यसमा चाहिँ अब डिप्रेस भएर ढोकामा अँध्यारो कोठामा बन्द भएर बस्नुभन्दा अनि बाहिरको दुनियाँ आफूलाई राम्रो लाग्दैन, जानै मन लाग्दैन, कसैसँग घुलमिल हुनै मन लाग्दैन, कसैले आफूलाई बुझ्दैन भनेदेखि चाहिँ एउटा खुसी हुने बाटो चाहिँ मैले यो गार्डन फुल रोपेर हुन खोजेँ। अनि एकदमै यसले मलाई हौसला पनि दिन्थ्यो जब यो फुलहरू फुल्थ्यो नि। अनि मलाई एकदमै म यो फुलेको फुलमै हराउँथेँ अनि यसरी पनि खुसी हुन सकिँदो रहेछ भन्ने एउटा उदाहरण हो होइन। अनि यो चाहिँ मेरो मेमोरीको लागि मैले यो मेरो चामलिङ फ्यामिलीमा चाहिँ भिडियो पोस्ट गर्न लागेको। यो चाहिँ मेरो स्पेसल्ली मेमोरी अनि आफूलाई फिल भएको, आफूले भोगेको कुराहरू चाहिँ यसमा यो मेरो च्यानलमा चाहिँ एड गरेर राख्नेछु। अनि मेरो बच्चाहरूको मेमोरीहरू हुन्छ नि। अनि मेरो बाबु त अहिले 7 वर्षको छ, ठुलो भइसक्यो। अनि उनीहरूको अनि आफ्नो मेमोरीहरूलाई चाहिँ क्याप्चर गरेर चाहिँ राख्ने एउटा मैले यो छोटो माध्यम बनाएको। अनि यो चाहिँ पछि आफू बुढी हुँदा पनि हेर्नलाई है। धन्यवाद।